हेलो नमस्ते। म फेरि पनि आइपुगेँ हजुरहरूको माझ नयाँ भिडियोको साथमा। यतिखेर म दोहा कतारको नजमामा रहेको जैदा स्क्वायरबाट छु। हामीहरू यो जैदा स्क्वायरमा रहेको जरिर बुक स्टोरभित्र सपिङको लागि आएका थियौँ र अहिले सपिङ गर्न जान पाइरहेको छैन। यतिखेर पसल बन्द, यो मल बन्द भएको कारणले अबको आधी घन्टा पछि मात्रै मल खोल्नेछ। त्यसपछि हामी सपिङको लागि भित्र जानेछौँ। यही फुर्सदको समयमा साथीहरूसँग मिलेर हामीहरू सानो भिडियोहरू फोटोहरू लिँदैछौँ। म यता भिडियो बनाउँदैछु हजुरहरूलाई यहाँको दृश्य देखाउनको लागि भने साथीहरू उता फोटो खिच्दै हुनुहुन्छ। यहाँको वरिपरिको सुन्दर वातावरण, रमाइलो ठाउँ, फ्राकिला बाटाहरू, ती आकर्षक बिल्डिङहरू, चारैतिर हरियाली, चरचर हावा चलिरहेको बेलुका 4-4:30 बजेको समयमा छ। कति राम्रो बिल्डिङहरू छ, पारिपट्टि चिल्ला बाटाहरू छन्, फुलहरू ढकमक्क सजिएका छन्, राम्रा महँगा गाडीहरू पार्किङमा छन्। साथीहरू यता भिडियो खिच्दै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ। म चाहिँ हजुरहरूलाई यहाँको दृश्य अवलोकन गराउनको लागि भिडियो बनाउँदैछु र रमाइलो गराउँदैछु। हजुरहरूले मेरो भिडियो हेरेर आनन्द लिनुहुनेछ र अनि मेरो भिडियोलाई लाइक कमेन्ट पनि गरेर सपोर्ट गर्नुहुन्छ। लाइक कमेन्ट गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ र अनि युट्युब च्यानलमा पनि गएर मेरो भिडियोहरू लाइक कमेन्ट सब्सक्राइब र बेल बटनमा क्लिक गरेर मलाई सपोर्ट गर्नुहुनेछ। म फेरि पनि नयाँ भिडियोहरू लिएर आउनेछु। रमाइलो ठाउँहरूमा जानु नै छु। आज फ्राइडेको दिन, शुक्रबारको रमाइलो यात्रा। हामीहरू अहिले यो जैदा कम्प्लेक्समा छौँ, जरिर बुक स्टोर अगाडि। यहाँबाट हामी फेरि अब सिटी सेन्टरतिर लाग्नेछौँ, कर्नेसतिर लाग्नेछौँ। ठाउँको भिडियोहरू मैले भ्याएसमा भिडियोहरू खिचेर हजुरहरूलाई देखाउने कोसिस गर्नेछु। हजुरहरूको साथ नयाँ भिडियोहरू लिएर आउने नै छु। यस्तै छ यहाँको वातावरण, वरिपरि कति रमाइलो ठाउँहरू छ। अझ समुद्र साइडतिर झन् रमाइलो छ, त्यो पनि म देखाउनेछु। साँझको सिटी सेन्टरका भिडियोहरू पनि लिएर आउनेछु। सिटी सेन्टरभित्र सायद म भिडियो गराउँदिनँ होला, बाहिर निक्लेपछि बाहिरका साँझको बेलामा सिटी सेन्टर वरिपरि रमाइलो भिडियोहरू बनाएर मेरो साथ आउनेछु।